साथी राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता प्रधानमन्त्री बालेन शाहज्यूले जब भोट माग्दाखेरि धरान पुग्नुभएको थियो त्यति बेला भन्नुभएको थियो कि यहाँको सबभन्दा ठुलो समस्या खानेपानीको छ। यो खानेपानीको समस्या समाधान गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी बन्न चाहन्छ भनेर भन्नुभएको थियो। अहिले उहाँ के गर्नुभयो भने 1 अरब बजेट लगभग धरानको खानेपानीको लागि छुट्याइदिनु भयो। तर हर्क सम्पाङले के भन्दै हुनुहुन्छ अहिले भनेपछि उसले आफू जस लिन खोजिरहेछ कि मैले गर्दाखेरि धेरै स्टाटस हालिसक्यो। त्यसले मैले गर्दा यो 1 अरब बजेट यहाँ पाछ। तर अहिलेसम्म सुन्नुभएको छ संसदमा एकचोटि पनि हर्क सम्पाङले भनेछ कि मेरो ठाउँमा खानेपानीको अभाव छ, यति बजेट छुट्याइदिनु या यस्तो काम चाहिन्छ भनेर भन्नुभएको छैन नि। तर त्यहाँको अहिले जुन वर्तमान मेयर छ त्यो मेयर भनिरहेछ कि मेरो कारणले गर्दा यत्रो बजेट आयो। तर जस लिन त सबैले खोजिरहेछ, तर हाल्ने र वचन पुरा गरेको मान्छे मात्र बालेन शाह हो र राष्ट्रिय स्वतन्त्र पार्टी। तर जस लिने मान्छे त अहिले दौडिरहेछ कुकुर जस्तो। तर एउटा कुरा धरानको जनताहरूलाई सोच्नुपर्ने, 1 अरब बजेट त आयो, तर अहिले हर्क सम्पाङ या त्यहाँको मेयरले गर्नुपर्ने काम के थियो भने त्यो 1 अरब बजेटलाई कसरी विनियोजन गरेर काम सकाउने, कसरी छिटो काम गर्ने भनेर सोच्नुपर्ने थियो। तर त्यसले के गरिरहेछ भने जस लिन मात्रै खोजिरहेछ। मैले गर्दा यो यति बजेट आयो। तर यो कसैले गर्दा होइन, राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको वचन निभाएछ। यति कुरा ध्यान दिनुपर्ने त्यहाँको जनता। र त्यहाँको जनतालाई म यति भन्न चाहन्छु, धरानको जनतालाई, कि तपाईँ हर्क सम्पाङ र त्यहाँको मेयरलाई भन्नु, पैसा त आयो तर त्यो कसरी राम्रोसँग बिना भ्रष्टाचारी यो काम हुन्छ भन्नेमा मात्रै ध्यान दियो। यो स्ट्याटस लेख्नमा टाइम खर्च नगर कि मैले गर्दा त्यहाँको जनताले गर्दा आयो पैसा, यति मात्रै सोच्नुपर्छ। त्यहाँको जनताले पैसा मागे थियो, त्यहाँको जनताले पायो, त्यहाँको जनताले कारण त्यहाँको सांसद कसैले पनि त्यहाँको आवाज उठाएको थिएन। साथीहरू, तपाईँले के लाग्छ, यो सही कुरा हो या गलत? तपाईँहरू आफ्नो धारणा कमेन्टमा लेख्नु होला। धन्यवाद।